गाइजहरू यहाँ मम्मीहरू चाहिँ जितिआगोमा खोलामा यहाँ पूजा गर्न जाँदै हुनुहुन्छ घर नुहाएर ल यो बाटो जानुपर्छ सिधै उता खोला हजुर चाहिँ आमा चाहिँ के भन्दै हुन्छ त्यहाँनिर आमा पनि आउनुहुन्छ अरे ल जामै त गाइजहरू यो मेरो कालु पनि छ त्यही त यहाँ आमा जाँदै हुन्छ यत्रो ठुलो यहाँ पुल तरेर यहाँ नागेर मम्मी यहाँ हुन्छ अनि यहाँ उता जानुपर्ने हामी पारिपट्टि मेरो कालु पनि डर तर मलाई चाहिँ लास्ट डर लाग्छ यो पुलमा हिजो उठ्ने बित्तिकै आएको म चाहिँ यसले चाहिँ मलाई उठ्ने बित्तिकै मलाई जाम यहाँ भ्लग बनाउनुपर्छ भनेर लिएर आएको होइन कालु मदेऊ अब यसो सोध्नु म अहिले अरू हालत देखाउन सक्दिनँ मेरो हालत कस्तो छ ठिकै छ त्यो पनि राम्रो छ अब भरे हेर्नुहोस् के हुन्छ है दिनभरि हाम्रो भिडियो आउँछ अलि गर्दै कालु भ्लगर पनि हुन्छ अनि अब मम्मीहरू यहाँ पूजा गर्नलाई रेडी हुँदै हुन्छ यस्तो बिजोक छ एरिया यहाँनिर पहिला यही एरिया यस्तो सफा न सफा थियो अलि यही एरिया यस्तो फोहोर न फोहोर भयो यहाँनिर हुनु न यहाँ वाटरफल हुँदैछ यहाँनिर सानोतिनो वाटरफल यहाँ कालो नकालेर हेर थम्मेल एउटा फोटो यस्तो गर यहाँ चाहिँ पहिले हामी यहाँनिर यति धेरै नुहाउँथ्यौँ गाईहरू यहाँ माछा मार्न आउँथ्यौँ नुहाउन आउँथ्यौँ अहिले चाहिँ यस्तो फोहोर भइसक्यो कति पछि आएको यतातिर आफ्नै गाउँ ठाउँमा पनि यहाँ मम्मीहरू बनाइदेऊ न उतापट्टि चाहिँ बाटो छ अनि त्यहाँले चाहिँ हामी छैट पनि मनाउँछौँ पहिला चाहिँ अहिले आदि मान्छेले छैट यहाँ मनाउँछ छैटमा चाहिँ सफा गरिदिन्छ अब यो महिनाभित्रमा अनि चाहिँ हामी उताबाट आएको यसरी पछि याद आउँछ यो गाउँठाउँ मेरो कालुले चाहिँ यहाँनिर अर्को भिडियो बनाउँदैछ यहाँनिर मम्मीहरूको लागि टिकटक हेर्नुहोस् होला है अब यहाँ चाहिँ पूजा स्टार्ट हुँदैछ है गाइजहरू यहाँ विधोक तरिकाले पूजा गर्दै हुनुहुन्छ मेरो कालु चाहिँ त्यहाँबाट भिडियो बनाउँदैछ ढोकाइ काटेको रक्षा गर्ने सेवा विद्या महानले सबैजना यहाँ त्यसरी पूजा गर्नुपर्छ हिराको पात र हिराको यहाँ चाहिँ तेल लगाइदिँदै हुन्छ कुकुरले चाहिँ यहाँ तेल लगाउनु पर्छ पूजा गरिसकेपछि सिन्दुर अनि तेल यहाँ आमाको पानी देखेर आमाले हेर्न त्यहाँ कत्रो टिका लगाइदिनु हुन्छ कहाँ आउँथ्यौँ पनि आऊ न यहीबाट आऊ आऊ त्यहाँबाट सूर्यदेव भगवानलाई पूजा गरेर यहाँनिर पूजा समापन गरिसक्नु भयो अब बगाउनु पर्छ यसलाई ए अब बगाउनुहुन्छ अरे यहाँनिर सूर्य भगवानलाई जित महानको पूजा गरिसक्नु भयो हाम्रो जितिया ल हातमा उठाएर एउटा फोटो खिच्नु अरे आमाले त्यहाँ नयाँ नयाँ आइडिया दिएर त म यहाँ चिप्लेर लडिसक्छु काल नसम्म त्यहाँ त मसँग लड्छु पक्न आमा पनि ल मम्मी ल भइसक्यो थम्मेलको लागि ल बगाएको देखाउँदैछु ल जित महानको यहाँ पूजा गर्नुभयो यहाँबाट अनि यसरी बगाउनु पर्छ अरे है गाईहरू यहाँ जितियाको हाम्रो थारू परम्परा अब यहाँ कोही हुनुहुन्न अब हामी हाम्रो घरको मात्र परिवार आमा मम्मी फुपू आन्टी नुहाउनु न अब कस्तो राम्रो पानी छ फोहोर भए पनि यसरी बगेर जानु हुँदैछ यहाँ जितमानको पूजा गरेर मैले पनि यहाँ तेल लगाउँदैछु पूजा नगरे पनि टिका लगाइदिएन राम्रोसँग पनि धुएको छैन अनि यता हेरेर छोराछोरी लगाइदिनु त्यही त लगाइदिनु बिहान हम लगाएको थियो मेरो बेटीको
ल म तेल लगाइदिन्छु महानके जित महानके आशीर्वाद लागोस् बेटा बेटी निकै गाइजहरू यहाँ हामी पूजा सुजा गरेर आइसक्यौँ यिनीहरू चाहिँ यहाँ अहिलेसम्म पनि सुतिरहेको छ लाज शरम छैन जानु मम्मीले त्यहाँ टिका लगाइदिनुहुन्छ ओइ उठ अरेन तिमीहरूको लागि यत्रो पूजा गरेको उठ टिका लगाइदिनुहुन्छ उठ फोन गर्दा फोन उठाउँदैन वाउ सो ब्युटिफुल ओइ उठ है गाई यो जियाले चाहिँ अर्को पल्लो घरबाट कस्तो राम्रो खालको ऐना लिएर आएछ म लग्नु पर्यो चिया सेलाइसक्यो मोबाइलको धन्दामा चिया पनि यहाँ खाएको छैन त्यही बाल भयो कपाल भयो भन्दै बस ऊ हेर्नु न यसो हुँदैछ यहाँ हजुर हजुर उल्टो उल्टो तिमीहरू हेर्नु यहाँनिर गाईहरू 8 बजिसक्यो अहिलेसम्म सुतिरहेछ यहाँ आमाहरू छोराछोरीको लागि यहाँनिर पूजा हुँदैछ यहाँ सुतुवा छोराछोरीको लागि होइन कालु हामी 2 जना बाइक अरे म पनि होइन भन् यहाँ बुवा चाहिँ जाँदै हुन्छ अब कता कोबाला अनि के गर्नु त म चुरोटबाट आयो भने त्यहाँ मेरो पर्समा हेर्नु भन्नु गाइज अब यहाँ चाहिँ खोइ कहाँ गयो यहाँ सेलरोटीको तयारी हुँदैछ यहाँ त्यही माछाको तयारी हुँदैछ गाइज हामीले चाहिँ बिहानको खाजा यहाँ खाना खाइसक्यौँ 12:30 बजे खाइसकेपछि याद आयो भ्लग दिनुपर्छ भनेर है यहाँ मम्मी यसरी ढ्याङ्ग्राङ्ग बस्नुभएको छ कालु यता हेर त कालु यहाँ पाक्दैछ पाकिसक्यो ल खाइसकेपछि अहिले भेटौँला भरे यहाँ चाहिँ आन्टी माइत जाँदै हुन्छ आज जितिया मनाउनको लागि त्यही भएर रोटीको सट्टामा सेलरोटी र खिर लग्दै हुनुहुन्छ गर्मीमा पनि त्यस्तै छ त बोल्दैन नि त ल यहाँ गाईसँग बस्दा सुत्न जा त्यहाँनिर पाक्न त पाकिसक्यो तर अझै लपेट लागेको छैन क्या चाहिँ जुम्रा हेर्ने कार्यक्रम हुँदैछ यो अब यतिखेर कति बज्यो दिउँसो 1 बजे हुनु होला न आनन्दले यहाँ यो अहिले एकछिन उयो गर्नु कपिराइट लाग्छ यहाँ गफ गर्दै यहाँ हामी यहाँ अर्को हिरोजी पनि निस्किनु भयो यहाँ मेरो कालु नाक नकोट्याउ राम्रो देखिँदैन यहाँ भिडियोमा यहाँले चाहिँ अब समाचार पनि सुन्दै यहाँ हामी भिडियो पनि बनाउँदै यसरी गफसफ गर्दैछौँ होइन हेलो गाइस के भयो त अनि तिमीहरू जस्तो अब त्यही त यहाँ बुवा आमा गफ गर्दै हुनुहुन्छ यहाँनिर यो चाहिँ अहिलेको 3 बज्यो 3 बजेको हाम्रो यो खाजा सबै होइन सुतेर उठेपछिको खाजा हो यसलाई लन्च भन्दैन स्न्याक्स टाइम खाँदैछौँ हामी यहाँ अर्को चाहिँ यहाँ एकदम भोलिदेखि स्कुल लाग्छ अनि ल गाइज हामी खान्छौँ है अब घर जाने बेलुका यत्रो 5 किलो माछा ल्याएको अनि घर जान्छ 5 किलो माछा किन ल्याउनु त अब के खाँदा स्कुल लाग्दैन चाहिँ बुवाहरू खाँदै हुनुहुन्छ जितियाको जिया टेर्नु पर्यो नि हौ जिया गाइज आज दिपिकाले भेजबाट नन भेज भइसक्यो यहाँ माछाबाट स्टार्ट गरी यहाँ सबै यहाँ खाँदैछ जितियाको दरिया खाँदैछौँ यहाँ अङ्कलको चाहिँ यहाँ सानो दुर्घटना भएको छ यहाँ कुखुरा भाडबाट लुट्दाखेरि सुटकेस ल्याउनु भएको यहाँ जियाहरूको त मस्त छ यहाँनिर यस्तो परिकारहरू ल खाऊ दिपिका म हेर्दै गर्छु यहाँ मौसीले यहाँ छोरीलाई खुवाउँदै हुनुहुन्छ यहाँ मासु यहाँ छोरी खाएको उपलक्ष्यमा तपाईँलाई खुसी लागेको छ कि छैन ल भन्ने मान्छे म झन् म धेरै खुसी छु ल
लिइसकेको अहिले फेरि त्यहाँनिर यहाँ मेरो यो भाटपट्टिमा लुट्न होइन भाट इटालीको भाटपट्टि बचाउन जाँदाखेरि यो दुर्घटना भएको बचाउन जाँदाखेरि दुर्घटना भएको लुट्न त होइन माधुरीले सम्झिनु होइन मिनबादले सबै यसो गोल्ड मेडल दिनु भन्न गोल्ड मेडल गोल्ड मेडल दिनुपर्छ। किन बच्यो? सबै भाटपट्टि लुट्यो, इटाली भाटपट्टि। ल गाइज अब हाम्रो पालो यहाँ दरको सबै होइन पालो सिस्टममा छ है यहाँ ठुलो फुपू हेलो भनिदिनु यहाँ सानो फुपूलाई त सबैजनाले चिन्छ सबैले मम्मी त झन् यहाँ हिरो नि मम्मीले म आज अहिले पनि मेरो तेरो भ्लगमा कहिले ल्याउँदैछ भने चाहिँ लु आज ल्याइदिए हो तामाको अचार अनि दोकानमा चाहिँ यहाँ अङ्कलहरू हुनुहुन्छ यहाँ हाम्रो जितियाको यो हो नि त गीत यस्तो नि ल यहाँ पुरा डान्स हुँदैछ है गाइजहरू यहाँ जितियाको लागि गुड नाइट 11 बजिसक्यो अब हामी यहाँ सुत्नु लागेको आज फुपूहरू पनि यहीँ सुत्नु हुँदैछ मेरो कोठामा र साथीहरू गुड नाइट बाई बाई अब भोलिको भ्लगमा भेटौँला गुड मर्निङ गाइज आज चाहिँ जितियाको डे 2 यहाँ सबै होइन सुतिरहेको छन् फुपूहरू चाहिँ उठेर गइसक्नु भयो मैले सबै थोक पकाइसकेँ सबै रेडी गरिसकेँ अनि यिनीहरूलाई उठाउन आएको ल गुड मर्निङ दिपिका ल उठ गाइज मैले चाहिँ यहाँ चिया रेडी गरिसकेँ सेलरोटी तताउँदैछु डरी पनि सक्नु अनि अरूनाले चाहिँ मेरो हेल्प गरिदिँदैछ हेर्नुहोस् है यहाँ कति हेल्प पर्छ ल ल ल मैले त चाबेर बसेको आज चाहिँ यहाँ जितियाको दिन यहाँ मैले मेकअप गरिदिँदैछु मेरो कान्छी फुपूलाई अब ठुलो फुपूको पालो अनि मम्मीले चाहिँ अलिअलि गरिदिइसक्यो अघि नै सानोतिनो ल आज जितियाको दिन यहाँ मम्मीहरू चाहिँ रमाइलो गर्न जाँदै हुनुहुन्छ उतातिर अब हामी चाहिँ यहाँ दोकानमा डुब्ने काम त हो नि अरू हामीले केही छैन काहीँ पाउँदैन यिनीहरू चाहिँ आज नै जाँदैछन् है यो अरेना अनि यो कालु कहाँ गएको कालु घर गएको भोलि स्कुल लाग्छ कलेज लाग्छ त्यही भएर हामी दुईजना चाहिँ म्याजिक स्ट्रीटसम्म पुऱ्याउन मात्रै गएको बाई बाई अरेना देखाइदिन्छु तपाईँहरूलाई मेरो घर आउनुपर्ने छ भने यो चाहिँ रिजल्टासी चोक भयो यताबाट काठमाडौँ जाने अनि यताबाट हाम्रो घर जाने बाटो होइन कालु अस्तिको यहाँ आन्दोलनले यस्तो राम्रोलाई पनि यस्तो बनाइदियो पुलिस पनि छैन केही पनि छैन यहाँनिर हाम्रो इटरीमा यहाँको यहाँ अगाडि यो चाहिँ हाम्रो इटरी चोकमा जस्तो खोइ यहाँनिर गाई चाहिँ हामीले चाहिँ अहिले यहाँनिर खाजा पानी खान आएको छौँ दिपिकासँग ल गाइज मैले चाहिँ यहाँनिर सामानहरू भल्ल लिएर आएँ यहाँ दोकानको लागि यत्रो सामान ल्याइरहेको छु यहाँ हेर्नुहोस् यहाँ कति हजारको बिल आयो पैसा सकेर स्याड भइरहेको छ यहाँनिर तपाईँ थारूमा बोलेर भनिदिनु त आज जितियाको अनि यसको बारेमा केही बोल्नु न थारू भाषामा दुईजना दिदी बहिनी आइके जितियाको व्रत छि भन्नु न गाई चाहिँ मम्मीले लिपिसक्नु भयो के गर्नुलाई ए जितियाको पारण गर्नुको लागि यहाँ मम्मीले चाहिँ निपिसक्नु भएको छ है अब यहाँ चाहिँ मम्मीले पारण गर्नुको लागि सबै थोक सामानहरू रेडी गरिसक्नु भयो होइन अनि यहाँ चाहिँ हाम्रो फुपूले दियो बनाउनको लागि रेडी गर्दै हुन्छ माटो गाई यहाँ चाहिँ अब दियो बनाउन आँट्नुभएको मम्मीहरूले
हाम्रो जितियाको पालनलाई तयारी गर्दैछ चढाउँदैछ पाखना हो टीका लगाइदिन्छ टीकै नलाइकन लगाइदियो भने आउनु लगाएको छ 5टा टीकै 2टा टीका 5टा टिके छ हौ त्यो सब बिसेर गाड्छ हमरा थाहा छैन त्यो कति काट्नु न ए सक्नु नि थाहा एकचोटि फोटो खिचेर अर्को वर्ष ल लिनु छिटो आउनु यो टीका लगाएर नै पर्छ पहिले पूजा गरेर टिका लगाउने टीका हो भएन यार यो मेरो फोटो टिका लाग्छ बजाइ के मन नहीं छले आफ्नो छोराछोरीलाई घरमा राखेर सान देखाउँछ पढ्दैन बाउ कराउँछ तपाईँ ए अखने खियाका नेने देती त नहीं थी हां एक बाजी पठा दे दी किन अब उसमा के पके आफ्नै पकाउँछ छोड्ने छोड्ने देख डर पनि गर्नुपर्छ क्या डर आइ देखाइ हजुर यसले कति माथि त बित्दैछ पकाउँछ नि त्यत्रो भोर कति छ नपकाएर मेरा का फुल चला यता र हात धुदै र जानी के दे अब चाहिँ पूजा चाहिँ सक्नु आँटिसकेको छ होइन यहाँ ढोक्दै हुन्छ मम्मीहरू अब भयो उठ्नु भन्न सकेला नि दिनु न बाबा के पानी ए सकेकै छैन र चाहिँ अर्घ दिनु बाँकी छ अरे अन्त पानी चढाएको पानी चराको अर्घ दिदैन भने अगाडि जाने खा ले न पानी पी दिदैछु छोरोलाई दक्षिणालाई ढोक्नु पर्छ ल एकदम धेरै पढ्नु गर्नु म ल गाइदेको तकिन के लाइज ए तपाईँ आफै लिया ल यता यता आज चाहिँ डे 3 यहाँनिर हाम्रो अब व्रत दिने मान्छेहरूको लागि यहाँनिर दालको पकौडा र चाहिँ हामीले बडी भन्छौँ यसमा जिरेर मिठो हुन्छ है